साथीहरू सबैलाई नमस्कार। मेरो नौलो किचनमा स्वागत छ हजुरहरूलाई। म आज सिपचना र आलुको तरकारी बनाउने तयारीमा छु। मैले लसुन काटेँ, अदरक काटेँ, प्याज काटेँ, त्यसपछि मैले टमाटर पनि काटेकी छु। अब मैले सिपचना केलाउने तयारीमा छु है साथीहरू। अब सिपचनालाई पनि म भाँचभुँच गरेर केलाएर राम्रो बनाउने कोसिस गर्दैछु है साथीहरू। राम्रो नबनाए त भएन। अब राम्रो गराउन लागेकी छु। अब कति बेर लाग्छ खै, राम्रो बनाउनु नि पर्यो। अब राम्रो बनाएर नि तयारी भयो है। अब म फ्राई प्यान बसालेर तेल पनि राखेँ। तेल तातो भयो, त्यसमाथिबाट त्यही सिपचना भाँचेको केलाएको सिपचनालाई राखिदिएँ। अनि यसलाई पनि पराल पुरुल पारेर अलिकति थालले ढाकिदिनु पर्यो, एकछिन पाकन्जरी भनेर थालले पनि ढाकिदिएँ। अब अलिकति पाके जस्तो छ है साथीहरू। अब मैले यसलाई गमलामा राखेर त्यसपछि फ्राई प्यानमा फेरि तेल राखेर फेरि मेथी पड्काएँ। त्यसपछि फेरि रातो खुर्सानी पनि राखेँ एउटामा। त्यो रातो खुर्सानी राखेपछि टेस्ट आउँछ, त्यति धेरै पिरो पनि हुँदैन। अनि त्यसपछि मैले लसुन अदुवा राखेर एकछिन पराल पुरुल पनि पारिदिएँ। अनि त्यसपछि प्याज राखेर पराल पुरुल पारेर चलाएँ। पुरुल पारेर चलाएर अलिकति रातो भएपछि मैले टमाटर राखिदिएँ साथीहरू। टमाटर राखेपछि पनि मैले यसलाई नुन, बेसार, अलिकति धनिया पाउडर र जिरा पाउडर पनि राखिदिएँ। अब यसलाई चलाएर अलिकति मसला पनि मिलाइदिएँ। मसला मिलाइसकेपछि मैले आलु राखेर यसलाई पनि पराल पुरुल चलाएँ। पराल पुरुल चलाइसकेपछि मैले अघि फ्राई गरेको सिपचना पनि राखेर चलाएँ। चलाएर पराल पुरुल सबै मसलाहरू त मिलाउनै पर्यो। सबै मसला मिलाइसकेपछि मैले एकछिन फेरि पनि नेगी थियो मसित, यो नेगी हाल्नुपर्ने त आवश्यक होइन, तर पनि मलाई किन यसलाई खेर फाल्ने भनेर त्यहाँबाट माथि नेगी राखेर यसलाई पनि मिलाइदिएँ। अनि मैले थालले ढाकिदिएँ एकछिन। थालले ढाकिसकेपछि फेरि अलिकति पाकिसकेछ है साथीहरू। अब पाकिसकेको तरकारीमा सुक्खा तरकारी त खाने कुरो भएन, हुन त हुन्थ्यो, तर पनि मलाई छिपछिपो खान मन लाग्छ है साथीहरू। अब म यसलाई थोरै पानी राखेर पकाउने विचार गरेँ। अब यो चुलाइ गरेर सेट गरेर अनि त्यसपछि म एकछिन यसलाई पकाउने तयारीमा छु है साथीहरू। अब पाकिसकेपछि पनि पानी अलिकति घटिसकेछ। फेरि पनि छिपछिपो भयो है। यही छिपछिपो तरकारीलाई म अब गमलामा खनाएर तयार गर्न लाएँ। अब हजुरहरूलाई मेरो रेसिपी कस्तो लाग्छ, हजुरहरूले नै ट्राई गरेर खानुहोस् है यस्तै गरेर। मेरो रेसिपी हजुरहरूलाई मन पर्यो भने लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरिदिनु होला। हजुरहरूको कमेन्टको प्रतीक्षामा छु है हजुरहरू।